हेलो हेलो, कस्तो हुनुहुन्छ? ठिकै हुनुहुन्छ? यो चाहिँ मेरो आइडी मेरै आइडी हो। मैले चाहिँ एउटा गिल्ड खोलेको छु जसमा अब तपाईँहरूले रिक्वेस्ट पठाउन सक्नुहुन्छ मलाई। त्यो गिल्डको नाम चाहिँ खुकार अफिसियल भनेर हो। यहीँ देख्न पनि सक्नुहुन्छ। यो आइडी चाहिँ 3097587524 हो। तपाईँले त देख्न नसकेको होला। अनि यसमा पासवर्ड छैन, रिक्वेस्ट पठाउनु र डाइरेक्ट एक्सेप्ट भइहाल्छ। यसमा चाहिँ 6 जना मात्र छन्, जसमा मेरो सब साथीभाइहरू छन्। अनि यसमा चाहिँ तपाईँको रुल्स बस्ती कति हप्तामा 3 दिन त्यो हुन्छ, त्यसमा आउनु होला। यो राइके मेरो आइडी हो, अहिले त्यसमा आइरहेको छु म। त्यो तलको अझै 2टा आइडी मेरो आउन्, अरू सब मेरा साथीभाइहरूका हुन्। त्यहाँ प्रोहरू आएको छैनन्। अनि मेरो न्यू आइडीमा तपाईँले रिक्वेस्ट पठाउनु भयो भने म ग्यारेन्टी एक्सेप्ट गरिहाल्छु। त्यहाँ सधैँ मेरो खाली हुन्छ तिनीहरू। अनि मेरो अर्को यो चाहिँ मेरो मेन आइडी होइन। मेरो मेन आइडी फेरि रितेश ट्याडो, नाम पनि रितेश गिरी हो, थाहा भयो अहिले भनिहालौँ। यो आइडी हेर्नै सक्नुहुन्छ। यसमा चाहिँ म युनाइटेड नेपाल भन्ने गिल्डमा छु, जो कि मेरो मामाको गिल्ड हो। यस चाहिँ म गर्दैन, यो आइडीबाट म जोइन गर्दैन। तर मसित अर्को एउटा दामी एकाउन्ट छ। त्यो एकाउन्टमा म कसैको गिल्डमा छैन। म यही खुकार अफिसियल त्यो गिल्डको लिडर हुनेवाला छ। म त्यो आइडी चाहिँ अझै मैले तपाईँलाई रिभिल गरेको छैन। त्यो पछि गएर रिभिल हुन्छ। अहिले त रिभिल हुन, त्यो पछि रिभिल हुन्छ। त्यो दामी एकाउन्ट छ। तपाईँलाई त्यही आइडीबाट अब भिडियो बनाएर हाल्नेछु मैले। अब त्यसमा त्यो गोल्डेन म त्यसमा दोहोरो टप हानेको छु। हो त्यसमा मैले अब गोल्डेन किनबिन यताउता निकाल्ने भनेर लगातार मन्थली हानेछु। अनि अहिले लागि मेरो गिल्डको स्पेस पनि 25 छ।